भ्लग नबनाएको धेरै भयो मैले फोन पक्रिने तरिकै बिर्सिसकेँ कि यो पछाडि देखिरहेको बारी छ नि हामी आउँदा यो पुरै खाली थियो हामी स्कुल गएको बेला चाहिँ जहिले यहाँनिर मान्छे खेलिरहेको हुन्छ फुल भए सिउरी दिन्थे गाजल भएछ हेलो सबैजनालाई वेलकम छ फेरि पनि नयाँ ब्लगमा धेरै दिनपछि वेट भइरहेछ अनि म चाहिँ ठ्याक्क है हाफ कट्टु खुट्टामा चप्ली लाएर कता जाँदैछु मलाई पनि थाहा छैन यस्तो चाहिँ एउटा ऱ्यान्डम ब्लग हो के हुन्छ कस्तो हुन्छ थाहा छैन खासमा चाहिँ हामी कहाँ गएको भन्दाखेरि नि हामी काम खोज्नु गएको मलाई यो मकैबारी देखेर नि एउटा गीतको याद आयो कि हरियो कक्रा कराम कराम ए मकैबारी पुरै मकैबारी त्यहाँ मकैबारी दामी दामी छ दराम दराम रमाइलो छ जिन्दगी सिग्नलको प्रतीक्षामै रातो बलिरहेछ हिँड्नु मिलेन ए मेरो सिग्नल कता छौ तिमी सिग्नल आयो लेट्स गो सिग्नल आयो रे हामी जाँदैछौँ अनि भिडियोमा ठाउँहरू नयाँ देख्दैन हुन्छ भने चाहिँ आत्तिनु पर्दैन अनि काम पनि किन खोजिरहेको भन्दाखेरि चाहिँ म हाल अहिले जापान आइसकेको छु आएको 1 महिना भइसक्यो अनि भ्लग बनाउनु त अगाडि चाहिँ चाहना थियो तर के भएर त्यो भ्लग बनाउने त्यो मुडै आएको थिएन कि अनि आज चाहिँ यसो बाहिर निस्केको बेला एउटा छोटो मिठो सम्झना पनि हुन्छ भ्लग पनि बनाइदिउँ धेरै भयो नबनाएको भनेर भिडियो सुट गर्दैछु लुक एट दिस भ्यू यहाँ जग्गा किन्नु पाएँ 5 तले घर ठडाउँथेँ यत्रो ठाउँमा 10 तले घर त्यो पनि आउँछ खेती चाहिँ उपर मायाले गर्छ क्या यस्तो दामी छ कि यहाँको खेती हामी आउँदाखेरि घर नजिकै यस्तै खाली जग्गा थियो भर्खर हाल्दै गरेको भन्दा पनि रोप्दै गरेको भर्खर सुरु गर्दै थियो अहिले त्यो त्यहाँनिर फलेर कस्तो दामी फुलिरहेछ भरे फरिँदाखेरि मिल्यो भने म देखाइदिन्छु ओ गाजर पो रहेछ गाजर कस्तो मजाले हुर्किरहेछ है गाजर होइन गाजर फेरि मलाई गीतको याद आयो किनभने मकैबारी दराम दराम नेपालमा खुब चल्दैछ नि सानो छ थोरै मात्र अलिकति मकैबारी हरियो काँक्रा कराम फाइनल्ली ठाउँमा आइसक्यौँ यो अगाडिको जुन देखिराख्नु भएको छ नि त्यसमा हामी बुझ्न आउँदै गरेको अहिले काम पाउँदैन थाहा छैन तर एरिया त बवाल रहेछ नि यसको हेर्नु त वारपारसम्म छ है सिग्नलहरू पनि छ गाडीहरू यहाँ पनि मस्त कुदिरहेको छ दामी बिहानभरि पानी परिरहेको थियो अहिले रोकेर चारैतिर पानी छ अनि खासमा मैले यो हाफ कटु र सब्जी लाउनुको कारण पनि पानी परिरहेको थियो कि बाबा अहिले चाहिँ रोकेर मात्र यहाँ शान्त भइरहेको छ ठाउँ त बवालै रहेछ त यहाँ ल हामी लोकेसनमा आइपुगिसक्यौँ अब के हुन्छ थाहा छैन हामी जम्मा 2 जना आइरहेको छौँ पछाडि देखिन्छ कता गयो लोकेसनमा आइसक्यौँ है त लेट्स सी वाट विल ह्यापन होइन यो सेतो यहाँ छ त्यो सेतो बिल्डिङमा गएर बुझेको सेक्युरिटी गार्डसँग सुरुमा अनि भित्र अफिसमा गएर बुझ्नु भन्यो अनि अफिसमा गएर बुझेको टाइम टेबलहरू देखाइरहेको थियो अनि त्यस पछाडि फोन नम्बर दिएको छ त्यहाँ फोन गरेर सोध्नु भन्यो अनि हामी बाहिर निस्क्यौँ फिक्स भएन अब घरमा गएर फोन टक्क लाएर कुरा गर्ने फोनमा ल ठाउँहरू यस्तै छ यता यहाँ चाहिँ दामी छ कि गाडीहरू पानी पर्न थालिसक्यो फेरि सिमसिम ठाउँ चाहिँ बवालै छ अनि भ्यू हेर्नु न ठक्क बाटो पनि बवालकै हेर्दाखेरि त खाउँ देखिन्छ नि होइन दामी चाहिँ मोमो हो यहाँ चाहिँ के छ के छ खानेकुरा त भर्खर हामी यो पछाडि देखिएको बिल्डिङ घुमेर आयो किन्नु सिन्नु केही छैन अहिले चाहिँ म यहाँ नेपाली पसलमा आएको छु प्रायः जस्तो म लाने भनेको चाहिँ कहाँ गयो करेन्ट टुपिएम पनि जान्छ बेला अनि यता मासु पनि लान्छु बेला चामलको प्राइस चाहिँ घटेर रहेछ यार कस्तो हाम्रो मामा हुनुहुन्छ मेरो नाम हरियाचार रे सिद्धार्थनगर साप हाम्रो मामा अहिले तत्काल जापानमा छु है धन्यवाद सिकी सहित मामा टक्क पारेर ट्याच्च पारेर ल
यसको पनि ठ्याच्च पारेर बिल हानिदिनु ठ्याच्चै पारेर यहाँनिर तर यहाँ चामल कहाँ गयो यो चामलको भाउ घटेन क्या यहाँनिर आजको दिनमा आएर सब छ लसुन प्याज यो मेरो नै खुट्टा हो यति साह्रो टल्केको छक्क पऱ्यो त अनुहार त्यस्तो कालो भइसक्यो खुट्टा त टिलिक्कै टल्किन्छ त अनि बा तपाईँहरूलाई म अब एउटा कुरा देखाउँछु ल यहाँ हेर्नु है वाउ लभली के याद आयो म चाहिँ यो देख्ने बित्तिकै अक्टोपस प्राइम भन्छ होइन नामै बिर्सिसक्यो यार ऊ बेला खुब हेरिन्थ्यो अहिले हेर्ने छोड्यो सेम छ म अर्कोपट्टिबाट यो यतापट्टिबाट देखाउँछु ल पक्नै ल अब यहाँदेखि हेर्नु है त ट्रान्सफर्मर ठ्याक्कै देखिन्छ कि बवाल छ नि त बवाल छ फुल भए सिउरी दिन्थे गाँचल भएछ यो पछाडि देखिरहेको बारी छ नि हामी आउँदा यो पुरै खाली थियो भन नि जस भर्खर सुरु गर्दै थियो अहिले 1 महिना भयो दामी भइसक्यो त्यो माथिको फुल पनि कस्तो दामी फुलिरहेको छ कि त्यो माथिको अनि तलको चाहिँ सासान थियो भन्दा नि भर्खर रोप्दै थियो यस्तै क्या यहाँ छ नि यो जुन यो छ नि यस्तै सासान थियो यत्रो भइसक्यो यार तर हुन पनि 1 महिना भइसक्यो भइहाल्छ नि होइन सो त्यस्तै छ हाम्रो बस्ने ठाउँहरू यस्तै छ गाडीको बाटो खासै हिँड्दैन भ्लग नबनाएको धेरै भयो मैले फोन पक्रिने तरिकै बिर्सिसकेँ कि यस्तो नजिकबाट यसरी पक्रिँदा चाहिँ मजाले देखिँदो रहेछ नि होइन यो चाहिँ प्राइभेट पार्क हो बेला बेला जाँदा हुन्छ खाली छ जान मिल्छ तर प्राइभेट हो अनि यता छ टेनिस आज चाहिँ शनिबार हामी स्कुल गएको बेला चाहिँ जहिले यहाँनिर मान्छे खेलिरहेको हुन्छ आज शनिबार भएर हो कि पानी परेर हो पानी चाहिँ भर्खर रोकिएछ यहाँ पनि अघि चाहिँ सिमसिम पर्दै थियो हामी यहाँ आइन्जेलसम्म हाउरी चाहिँ चलिरहेछ बबाल हाउरी चलिरहेछ अनि एकजनालाई इन्भाइट गरे बापत $14 कमाउन चाहनुहुन्छ भने चाहिँ म एउटा भिडियो अपलोड गरेको छु मेरो मेन टेक्निक नेपाल युट्युब च्यानलमा म लिङ्क तलै दिनेछु अथवा युट्युबमा टेक्निक नेपाल सर्च गरेर पनि त्यो भिडियो हेर्न सक्नुहुन्छ अहिले चाहिँ म रुम आएर यहाँनिर पानी तताउँदैछु के को लागि भन्दाखेरि अघि किनेको करेन्ट खाना हालेको पानी ततिसकेपछि ठक्क बनाएर खाने त हेलो हाई ल ठक्कसँगले रेडी भयो ल है त अब खाइदिउँ है त तीनवटा खाइसक्यो सो अब ब्लग इन्ड गर्नु पर्ला भिडियोलाई अन्तिमसम्म हेर्नुमा धेरै धेरै धन्यवाद अनि एकजना बराबर $14 कमाउन चाहनुहुन्छ भने भिडियोको लिङ्क चाहिँ तल छ गएर हेर्न सक्नुहुन्छ